यो वर्ष we celebrated भाइटिका at our home, full on तिहार vibes. मैले र मेरो सानो बहिनी मिलेर हाम्रो 5 जना दाजुभाइ टिका लगाइदियौँ. Give blessing, gifts and of course मिठाई overload. This year हाम्रो अरु भाइ बहिनीहरू, दिदी, दादा couldn't be here for टिका, so we really miss them. मम्मी र आन्टीले पनि धेरै वर्षपछि आफ्ना 3 भाइ बुहारीहरूसँग सँगै तिहार मनाउनु भयो. हाँसो, खुसी अनि थोरै भावुक क्षणहरू पनि थिए. आरती आन्टी र राधा माइजूलाई पनि धेरै सम्झियो, तर जो उपस्थित हुनुहुन्थ्यो उहाँहरूसँग हामी दिल खोलेर तिहार मनायौँ. After that, I went out with my friends to enjoy तिहारको lights and vibes. We even played that punching power game, जहाँ कसको हान्ने स्पिड बढी छ भनेर देखाउँछ. We were literally competing like a pros. हाँसो, ठट्टा अनि रमाइलो नै रमाइलो. तिहारले सधैँ सम्झाउँछ उज्यालो बाँड्न, खुसी बाँड्न र सम्बन्ध मनाउन. ह्याप्पी तिहार एभ्रिवान.